सहस्रपादाय दूरवाणी सहस्रनामे बुद्धाय सहस्रकोटि आजको यो दिन कति खास भयो दुई मन एकै सास भयो विपिनलको मुटु दीपशिखाको साथ सुरु भयो अब जीवनको बाटो माया यो सधैँ फुलिरहोस् हाँसोमा जीवन रमिरहोस् विपिन र दीपशिखा सँगै सपना सबै पुरा होस् हातमा हात विश्वासको डोरी लेखिँदैछ आज नयाँ कहानी खुसीका रङ्गले सजिएको पल सधैँ रहोस् यो सम्बन्ध माया यो सधैँ फुलिरहोस् हाँसोमा जीवन रमिरहोस् विपिन र दीपशिखा सँगै सपना सबै पुरा होस् साथ तिमी साथ म जिन्दगी भर एउटै सपना दुःख सुख जे आए पनि नछुट्ने ल यसो गर न यसो गर्दा टक्क गर्दा सबै देखियो अब यता नानी नानी लाउनु नानी लाउनु नानीहरूको साइले आउला त्यो त नखोला नानी त त्यो त आइहाल्छ नि माथि आउँछ त्यो केही फरक पर्दैन नखोला नि त्यो अहिले पछि खोल्नुपर्छ बेलैमा हरे ओम सोधे नारी ओम देवी प्रपनाति हरे Hello, namaste, welcome to my new vlog. I am Anrakshita. आज चाहिँ हामी हेटौडामा हो बिपिन दाइको बेमा अनि यो हेटौडाको 7 नम्बर हो अब अहिले चाहिँ मैले जुत्ता लगाइसकेँ अब चाहिँ म जानु लाग्छु हो बिपिन लानु न हामी त दुला अब चाहिँ हामी जानु लाग्दैछौँ डडीले जुत्ता लगाइरहनु त्यो लगाइसकेँ
किन बाबु नानी ड्याडी चाहिँ यता हुन्छ पावर ब्याङ्क र मोबाइल बोक्दैछ आज भिडियो सिडियो बनाउनु त कसरी तिमी बाइकमा जाने कि गाडीमा जाने एक बेरमा त हुँदैन धेरै लगाउनु लाग्यो भने झन् उभिएर आउँदो भैमा गुडाउनु भैमा हो त्यसै गुडाउने सबै लगाइदिनु जन्ती जातलाई सबै त्यो लगाइदिनु ल राख ल अडिँदै होइन गइमा मुख्य होइन एक त मेरो हात काम छ गाडी 10जना नदिएर गयो भने न त 8-9 जना ल जाने भयो ल को बाइक छ उता यता तपाईँ म होच माथि झन् तन्केसी त हुन्छ त टिका लगाउनु भएको बुवा त्यो ऊ हालेन अनि त्यो राम्रो खासै अगाडि होइन ननिक्लिनु रे एकैछिन
यो राख्न 12 बजे लाग्यो त्यही भएर हो के कहाँ फेरि 12 बजे लाग्छ 12 बजे अनि एकछिन भने कि पाए उतैतिर घरबाट चाहिँ निस्किनु यो घरबाट चाहिँ यो लैजाम अब राख्नु यो गाडी लराख्नु गाडी पहिला मान्छे बस्छ नि 12 बजे त ट्याकिङ हो पुग्दैछ के अब यिनीले के यता पनि 12 बजे पुग्नु भयो यही 12 बजे निक्लिन्छ भएन के यहाँबाट निक्लिन्छ अनि 12 बजे हैन उहाँ हामी 12 बजे गाडी घुमाउँ अरु को छ महिला जति गाडीमा चढेको बाबा आऊ साडी लाउन जति सबै गाडीमा बस्यो नि यो लिएर गएर राख्नु नमिल्ने हो र राख्नु छ लर पछाडिबाट राख्ने टेकीमा राख्ने चिकी लाउँछ र ल टक्क पानी पैसा चाहिन्छ है निरा त्यसै लाउने होइन खालि हुँदैन नि है हुँदैन नि पैसा चाहिँदैन पैसा चाहिने बेलै बाँकी छ हुँदैन नि उनीहरू लाउँदैन नि उनीहरू लाउँदैन अब सक्यो हो मामा बाजी हो क्या यो चाहिँ विपिन दादाको घर है गाडीमा आइसक्यो स्कर्पियो यो दाइको घर है विपिन दादा सिसाहरू खोलिदिनु चाहिँ यहाँ आइसक्नु बाइक मामा कहाँ जान आँटेको रे आज मामा कहाँ जान आँटेको रे बेमा के हो र आज होइन नि अर्कै के हो भन्ने थियो त आईबाट आउँथ्यो इन्गेजमेन्ट आई कि ईबाट हो हलिन्छ क्या नजिक बनाऊ नलागेन मामाहरू जानु भइसक्यो राजा चढ्नु गाडीमा चट्ट चस्मा लगाएर उहाँ गएपछि ल्याउनु अब यो अगाडि बस्ने निनी बस्छ रे के बोल्यो ल जा अङ्कल तयारी होइन त हजुर तयारी तपाईँ तयारी होइन त एकदम तयारी यहाँ हाम्रो बाबु तयारी बाजु तयारी ल तयारी ल सर निक्लिने अब दुला राजा घरबाट अब हामी निक्लिँदैछौँ ल एक जोडी गयो अर्को जोडी ल भयो ड्याडी चाहिँ बाइक घुमाइरहनु भयो अब मनी बस्छु अब मनी बसेर पुगेर फर्काउने फर्किने नमस्ते यहाँ कहाँ पुग्छ त मान्छे त्यहाँ म भयो जानुहुन्छ अब गाडीहरू अगाडि जानु पऱ्यो अगाडि है यहाँ रोकिरह बाइक जानु एउटा बाइक गयो अब स्कुटरहरू छ अनि एउटा बाइक अर्को स्कुटर सरी
हेर्दै जाउँ ठुलो गाडी अनि स्कुटर अगाडिको गाडी पनि हिँड्छ अब कारको पछाडि कारपट्टितिर हुन्छ अब ट्याक्क बडले भन्नु भएको छ सबैलाई अट्याक गर्ने अब हेर्ने मान्छेहरू हुन्छ के भएछ हामी सेकेन्ड थर्डमा छ अब कन्भर्ट भयो सेकेन्डमा डिले गर्नु अब हामी मेन रोड पुग्नु हो आइसक्यो अब सरले जाँदैछौँ सबसे अगाडि चाहिँ टपतिरमा सँगै हिँड्नु भने 100 जना अगाडितिर भागिरह पनि हामी फोटोमा 7 लाखको बाइक चाहिँ एउटा कुदा आइरह है आएको छ छैन मामा यो अनि स्कुटर बाइक स्कुटर स्कर्पियो लास्टमा पिक्चरमा हाल्नुपर्ने दुला बस्नु भएको गाडी पिक्चरमा हाल्नुपर्ने ए सबसे फर्स्ट बाइक त कहाँ पुगिसक्यो यहाँको इन्भाइरोमेन्ट चाहिँ राम्रो रहेछ ब्रिजमा हावा आउँदो नदी चाहिँ 4 रहेछ के हो दादी बाइक गयो 7 लाखको बाइक दुईटा सिट साइलेन्सर हाम्रो एउटा यो कान्तिराट बाटो हो यो बाटो जाँदाखेरि यो ढोडाको गाडी बढाइ
ड्याडीको र विपिन अङ्कलको बिहे त एउटै ठाउँमा भयो है। बोनस खन्ती रहेछ साँच्ची मैले अब मनीहरूले ड्याडी नै ओर्लिनु भयो हामी आइसक्यौँ फाइनली हामी यो अब यहाँ अब जान्छ स्कर्पियो आइसक्यो स्कर्पियो आइसक्यो जस्तो हुन्छ नमस्ते नमस्ते नमस्कार गर नमस्ते ल अब हामी यो चाहिँ गेट अर्को गेट अब हामी भित्र घुस्यौँ घुसेर यही अर्को खेल ठाउँ रहेछ यता मान्छेहरू हुन्छ मामाहरू नमस्ते गर्न बाबु जमा जानुपर्छ मन्दिर दादा नाम के हो सर खिच्नु सक्छ यसरी सक्दैन खिच्न नलाइकन दादा भन्नु दिदी जाऊ न खिच बाजु बाबु ठिक छ आरामै छौ आरामै छु अनि इक्जाम सक्यो कस्तो भयो इक्जाम इक्जाम ठिकै भयो ठिक भयो रिजल्ट कहिले हो रिजल्ट थाहा छैन टप गर्दैछु हो के छ नानी आरामै छौ कति क्लास तिमी म अब 10मा 10मा हो कहिले हो रिजल्ट थाहा छैन थाहा छैन इक्जाम राम्रो छ ल 4 GPA हो त नि 4 GPA हो ल कङ्ग्रेचुलेसन यहाँ तिमी पनि बाहिर राखिदिनु एक
लान लाग्छ नन छोटो अरे नानी र जयलाई फेरि दिन त आशीर्वाद नानीलाई हजुर नानीलाई आशीर्वाद गर्नु हाम्रो छोरीलाई आशिष दिनु भरिपूर्ण होस् छोरीले कहिले दुःख नपाओस् ज्वाइँले धेरै माया गरोस् होइन माइतीले नराम्रो सुन्नु नपरोस् भान्जा ए मेरो भान्जा के छ भान्जा ठिक छ खोकेर हो केही भएन केही भएन
खै बाबु आउनु न तपाईँले हो सँगसँगै बाल्नु हिसाबले दक्षिणा त दिनु परिहाल्यो भने आज त खाली हात हुनै हुँदैन लु अब यो वर्षमा चाहिँ कहिले अब गर्नु अहिले नै होइन होइन त्यस्तो हामीले बनाएको सहस्रपादा सिद्धुरवामे सहस्रनाम्ने बुद्धाय सहस्रकोटि माला हरि ओम स्वस्ति गणेन्द्रो वेदसवः स्वस्तेन गोधा विश्ववेदा स्वस्तेन दक्षो अरिष्टनेमि स्वस्तिनो बृहस्पति ददातु देवी प्रपन्नो हरे प्रसिद्ध मातुर जगतो खिलस्य प्रसिद्ध विश्वेश्वरीपाय विश्वं त्वमेश्वरी देवी चरस्य फुलेश्वर शिरमा राख्यो चरस्य शिर भनेको माथि भयो त पहिला माला पहिला नानीलाई दिउँ न यता नानीलाई दिउँ ल नानी पहिला माला लगाएर पहिला माला लगाएर आउँछ मालै नलाइकन आउँछ ल ताली चाहिँ बजाउनु होला है हरि ओम ढल्क्यौँ हरि ओम स्वस्तेन इन्द्र वेदसवः स्वस्तेन पूषा विश्ववेदाः स्वस्तेन दक्षो अरिष्टनेमि स्वस्तिनो बृहस्पति ददातु वृषभस्वामरुता वृषेमातरा शुभं जीवतु यसो हेरिराख्नु न तपाईँ घर गएर
नमस्तन्ताय सहस्रमूर्तये सहस्रपादाचिचुरभावे सहस्रनाम्ने गोर्खाय सहस्रकोटि युगोधारिणे नमः चिसो पो रहेछ नानी एकछिन त्यो पानी टक्कै पानी परेको टक्कै अझै चुइरहेको ओम नमस्तन्ताय सहस्रमूर्तये सहस्रपादाचिचोरभावे सहस्रनाम्ने पुरखाय सहस्रभूते उदाहरणे नमः देवी प्रपन्नाति हरे प्रसिद्ध मातरो जगतोऽखिलस्य प्रसिद्ध विश्वेश्वरीपाय विश त्वमेश्वरी देवी चराचरस्य पानी अझै टाउको झुन्ड्याउनु राख्नुपर्ने छ कि झुन्ड्या राख्नुपर्ने छ नानीले तिमी औँठी यता होला मालाहरू पनि पछि निकाले माला न पहिला लिउँ है बाबा साइलियमलाई है बाबु दाहिने हातको साइलियमलाई यसो गरौँ नमस्ते सुधेन इन्द्र वेदसवाः सुधेन भोगा विसुधेनः सुधेन दाक्षो अरिष्टुनेवि सुष्ठेनो बृहस्पति ददातु ल यसो गरौँ न यसो गर्दा चक्क गर्दा सबै देखियो अब यता नानी नानी लाउनु नानी लाउनु दाहिने हातको साइले आउँला त्यो त नखोला नानी त्यो त आइहाल्छ नि हुन्छ त्यो केही फरक परेन नखोला नि त्यो अहिले पछि खोल्नुपर्छ बेलै भए हरे ओम सोधेन हरि ओम देवी प्रपन्नाति हरे प्रसिद्ध मातरो जगतो खेलस्य अर्को माला लिउँ है जगतो अनि के छ त्यो पनि लगाइदिएर अनि त्यहाँबाट माला दिँदै मालाले छोपिन्छ आनन्द हुन्छ क्या जति हिलस्य विशेषरिपाय विषम त्वमेश्वरी देवी चराचरस्य लाउने होला नानीहरूको लाउँछ नि त अहिले त्यही त होइन अघि भएको अब यतापट्टिबाट भित्र छिराइदिउँ है ओम देवी प्रपन्नाति हरे प्रसिद्ध माला ल्याउनु त के छ कुन छ माला लाउँ माला लाउँ पहिला माला लाउँ माला लाउँ माला लाउँ पहिला नानीबाट नानीले ल नानीबाट हो नानी पनि हो यता दिनु न दुवैतिर देखाइरहँ न हो अलि माला देखाइरहँ यसरी अनि हरे ओम देवो शान्तिरन्तरे जगो शान्ति पृथिवी शान्तिरापः शान्तिरोगादय शान्ति वनस्पतय शान्ति विशोदेवा शान्ति सर्वगुण शान्तिरेव शान्ति जितो जेत्वास सम्यसे तन्मयं कुरु सन्न के लगाइदिन्छ के त हामीले लगाइदिनु हो कि होइन बाबुले लगाइदिने हुन्छ कि तपाईँ लगाइदिनु पऱ्यो हात हालिदिएर त्यो खोलेर यसो गर्नु न बाबुलाई त्यो हात लाउनु दिनु हात हाल्नु दिनु अनि तपाईँले लगाइदिनु बाबुले त कहाँ तुल्दिनु हो यसो बाबुले गर्दै ल यता पोल्ला है बाबु त्यो यहाँ पोल्ला है त्यसको पेट चाहिँ
न यहाँ बेचार पनि झिक्यो पुजारी देवीको पुजारी सबैले चढाउने त्यसको जिम्मा मैले लिएर ओहो जुत्ता यही हो ल बधाई छ कति रुपियाँ पायो 2000 ओम यानि कानि च पापानि जन्मान्तरकृतानि सर्वाणि यानि कानि च पापानि जन्मान्तरकृतानि सर्वाणि मौनी संसार हुँदैछ ल होइन के कुनै मेरो ब्युटीहरु रुदैन के कस्तो हो सब हो नि ल दामी आयो ल यसो गाडी घुम्नु पर्यो दाहिनेबाट ल खोइ आमा बुवाहरू पनि चाहिन्छ ल गाडीमा पनि बस्नु पर्यो होइन एक राउन्ड ल गाडी चढ गाडी चढ तपाईँले पनि बाई गरिदिनु ल गाडी गाडी पनि दौडाउने